आज मालबजार प्रखंड के रंगामाटी ग्राम पंचायत अंतर्गत रंगामाटी चाय बागान के चायबासा लाइन में नेशनल न्यूट्रिशन डे पालन किया गया। ज्ञात हो कि नेशनल न्यूट्रिशन डे 1 सितंबर से 7 सितंबर तक चलेगी और इसी बीच आज 4 सितंबर को रंगामाटी में एक कार्यक्रम का आयोजन किया गया। इस दिन विशेष रूप से उपस्थित है समाज सेवी अर्जुन छेत्री, रंगामाटी ग्राम पंचायत प्रधान अशोक चिक बड़ाई, फील्ड फैसिलिटेटर पूनम बड़ाई, ICDS वर्कर और हेल्पर्स आदि। इस कार्यक्रम के माध्यम से लोगों को जागरूक करने तथा अपने स्वास्थ्य को बनाए रखने के लिए उचित फल तथा सब्जियों के इस्तेमाल के बारे जानकारी दी गई। साथ ही ग्राम पंचायत प्रधान अशोक चिक बड़ाई द्वारा स्थानीय महिलाओं को लगभग 30 सैनिटरी पैड दिया गया। यो सेप्टेम्बर 1 तारिकदेखि 7 तारिकभित्र हाम्रो यो राष्ट्रिय पुष्टि दिवस हो। यो पुष्टि दिवसमा हामी रांगामाटी चायबासा डिभिजनमा 402 सेन्टरमा 3 सेन्टर मिलेर हामीले एउटा सानो प्रोग्राम गरेको थियौँ। यो प्रोग्राममा रांगामाटी जिपीको प्रधान अशोक चिक बड़ाईले उनले हामीलाई सबैलाई नानीहरूलाई आमाहरूलाई सेनिटरी प्याड दिनुभएको थियो। त्यो हामीले चाहिँ यहाँ सेन्टरमा डिस्ट्रिब्युट गऱ्यौँ और न्युट्रिसन प्रोग्रामको बारेमा सबैलाई जानकारी दिएर अनमोल ठाकुर, पूनम चिक बड़ाई बहिनी र हाम्रो यो ICDS को वर्कर हेल्पर र हाम्रो गाउँको समाजसेवीहरू मिलेर आज ICDS सेन्टरमा न्युट्रिसन डे पालन गरियो। न्युट्रिसन डे आज जो पालन गरेर धेरै राम्रो लाग्यो, किनभने यो चीज बहुत जरुरी हो। आजको डेटमा मान्छेहरूले जो भेजल खाना खाइरहेको छ, जो युरियाहरू लगाएर छिटो उगाउने छिटो फलाउने जो अनाजहरू खाएर मान्छेको पेटमा मान्छेको धेरै बिमारीहरू शरीरमा ढुक्नु थालेको छ। तर आज न्युट्रिसनको बारेमा जानकारी हुनु जरुरी छ, किनभने हाम्रो शरीरलाई चाहिने न्युट्रिसन तत्त्वहरू के हो भन्नाले आज 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 यो यहाँ पर यो प्रोग्राममा यो बताइयो कि हाम्रो देशको झन्डा जस्तो 3 रङको छ, त्यस्तै 3 रङको खाना हाम्रो शरीरलाई डेलीको लाइफमा अनिवार्य छ। ग्रीन भेजिटेबल, व्हाइटमा सेतोमा दुधहरू जस्तो अब तपाईको ऑरेंज कलरमा टमेटो, क्यारोटहरू, गाजरहरू, यो सब 3 कलरको खाना मिक्स भएको मात्रै हामीले यति मात्रै याद राखेर डे टु डेमा खायौँ भने पनि हाम्रो शरीरलाई धेरै न्युट्रिसन पोषक तत्त्व हामी पाउँछौँ। र यो जानकारी आज विशेष गरी जो न्यूबोर्न चाइल्डहरू छ, जो बेबी बर्निङ मदरहरू छ, उनीहरूलाई पनि यो मेसेज दियो कि राम्रो खाना आमाले खायो भने नानीहरूलाई पनि राम्रो न्युट्रिसन उनीहरूले प्राप्त गर्न सक्छ र गर्भमा जो आमा छ उसले राम्रो न्युट्रिसन भएको खाना ब्यालेन्स डायट